बारीमा टिप्नु जानु भनेको हेलो गाइस, सबैजनालाई नमस्कार। म पनि अब चाहिँ बारीमा चाहिँ अदुवा लिन जान लाग्छु। यो चाहिँ हाम्रो घर हो, सानो सानो झुप्पे घर छ यता टक्क बारीतिर जानु पर्यो, अदुवा सदुवा लिएर आउनु पर्यो टक्क होइन, साइडमा राख्ने रे ले यस्तै छ गाइस। हुँदैन भने टक्क काम राख्नु दामी छ। सो सबैजना माया गरिदिनु होला भन्न चाहन्छु। यो छ दाइ, ठिक छ नि? ठिकै छ। दाइ हुनुहुन्छ टक्क होइन, हल्का ब्लक गरेर आएको क्या दाइ। बारीतिर जानु पर्यो अदुवा सदुवा टिप्नलाई। कताबाट जाने हो? म चाहिँ छिरे बारीमा अदुवा घाँस भन्दा यो चाहिँ हाम्रो अदुवा घारी हो, अदुवा बारी। छँदै छैन फलेको मार्च फलेको छँदै छैन। यता अमिला छ हेर्नुहोस्, अमिला फलेको छ नि टक्क, खान मजा आउँछ नि त। रसिलो रसिलो टट्ट अदुवा अमिला फले खान टक्क। अझै खाने भयो होइन, खाने भएपछि खान्छु। टक्क लगाएर अदुवा सदुवा यहाँ टक्क टिप्नु पर्यो। के पिल्ले होइन खन्ने छैन, भित्रपट्टिको चाहिँ पर्छ क्या। Battery. Kau टिप्यो, अब जानु पर्यो। यस यस्तै छ गाउँघरतिर ब्लग। बारी हो, यहाँ अमिलाको रुख छ, अमिला फले खान। यतापट्टि र किरौला पनि छ गाइस, किरौला फल रासन फर्सीहरू। एक खोर्सानीको बुट्टा हो, खोर्सानी पनि फले खान चट्ट हो। फर्सी गाइस, फर्सी पनि छ अन्त फर्सी फर्सी यो चाहिँ फर्सी हो टक्क। यता पनि सानो छ, सानो फर्सी टक्क फुल खेलेको छ टक्क सानो। 50 सेमीहरू फले खान टक्क। मैले अदुवा पनि टिपिसकेँ टक्क, अदुवा लिएर जाँदैछु घरतिर। सो राख्नु होला लास्टसम्म। सो भाइहरूको सिमी हो, खोर्सानी छ, जिरे खोर्सानी, डल्ले खोर्सानी, खानु मजा आउँछ। सिमी फलेछ यो चाहिँ बेसार घारी, बेसार घारी पनि छ एक बेसार यो टक्क। चट्ट धुन पर्यो नि त।
जिन्दगीको लो रातका हप्ता टिपेर ल्याइदिएछु बडीलाई तरकारी बनाउँछ यो रोइन त फलेको छैन अनि यो यसमा कताको ल्याउनु म बिच्चाको छोटेको टक्क यता चाहिँ खसीको मासु पाक्दैछ चुलामा टक्क लाएर खसीको मासु यता सुकुटी बनाउनको लागि झुन्डाइराखेको छु टक्क खसीको मासुको सुकुटी दामी हुन्छ गाइस टक्क यता पनि छ काटेको भरे बेलुकाको लागि बनाउन राखेको हो यो नाङ्ग्रोमा हालेर त यता गरेपछि हो कि होइन केन लाग्छ बुढी कपडा धुन मलाई चिसो हुन्छ क्या तिमीलाई चिसो हुन्छ र पानी लगाइदिने हो र गाह्रो छ मलाई यहाँ धुनी मैले ल पानी हाल तिमी साउन लगाइदेऊ है हेलो नमस्ते सबैजनालाई हामीले कपडा धुँदैछौँ बुढीलाई हेल्प गर्ने अरे यस्तो कपडा छ हेल्प गर्नु पर्यो जाडोको टाइममा चिसो भयो भने गाह्रो हुन्छ नि त मैले यस्तो माया गर्ने बुढी मैले यस्तो माया कसले गर्दा र बुढी कति दिन भयो कति दिन भयो त्यही हो त्यस्तो कपडा धुनु पर्यो घाम लागेको बेला पानी आइन्जेल हुन्छ मेरो अरू यस्तो राम्रो सेतो खाना आउँछ होइन साह्रो हुन्छ अहिले पानी भर्नु छिटछिट गराएको लाम लगाउनु हुन कसको धेरै त सानो पर्दैन कसको रह्यो यस्तो डर खै लगाएको मैले कहिले साबुन किन भन्नु त्यत्रो पैसा हाल्यो कति पैसा हाल्यो पैसा गयो नि 750 कपडा सापडा धोएर सुकाएर फेरि कपडा धोएर आएर घाँस काटेर हो काम बहुत छ आज है हुन्छ पानी भरियो त्यो ड्रममा के अलि हाला त थोरै होला त हल्लीलाई
अनि त्यतिकै लगाएर छ्याप गरेर जान्छ नि यस्तो नजानु जान्छ क्या यिनी त लड्दैन लड्दैन लगाउनु पर्छ होइन नलाउनु कति लाकम के हो यो फरो त भाइ नै कसरी फरो आउँछु कसरी फरो आउँछु कन्ना फरोउन्न त धुलो खुट्टालाई तिम्रो त धुलो खुट्टा आउँछ तिम्रो यस्तो जले खुट्टा धुन्न जले खुट्टा धुन त्यस्तो गर्छ त्यसैले ओके खुट्टा धुन कस्तो धो मान्नुहुन्छ तपाईँले म सक्दिनँ यो त साबुन लाउनु नि के को नसक्ने हो यहाँ पर्दैन के खोल्यो कति फर भएको छ कति भयो म 3 वर्षमा घर आउँदाखेरि अहिलेसम्म नफेरि राखेर त्यस्तै लाग्यो मलाई होइन यो हामीले कपडा पनि धोएर सुकाइसकेछौँ झट्ट सरर सुकाइसकेछौँ कपडा यता 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 टक्क अझै यहाँ निचरदेखि यसले कहाँ सुकाउँछु यसलाई उतो बुट्टा हालिदियो त्यसमा हालिदियो क्या त्यो त अर्कोमा क्या छेटामा सुक्दैन कहाँ होइन लोटोले यहाँ घामै लाग्दैन न ल लाग्छ हामी चक्सा देखिन्छ देखिन्न क्यामेरा कतिले भएर देखिस् के सेत्तै छ